आज वैशाख 7 गतेदेखि नेप्सेमा एउटा यस्तो नियम लागू भएको छ जसले गर्दा तपाईँले एकै दिनमा धेरै प्रफिट कमाउन सक्नुहुनेछ अथवा तपाईँले एकै दिनमा धेरै लस पनि गर्न सक्नुहुनेछ। र यो नियम हो 15% को सर्किट ब्रेकर। आजभन्दा पहिला कुनै पनि सेयरको प्राइस 10% ले बढ्यो वा 10% ले घट्यो भने त्यसमा सर्किट लाग्ने गर्थ्यो र त्यो सेयरको कारोबार त्यो दिनको लागि स्थगित हुने गर्थ्यो। तर अब त्यो 10% को लिमिट बढेर 15% पुगेको छ। म्याथमेटिकल्ली हेर्ने हो भने अब कुनै पनि सेयरको प्राइस 15% सम्म तल र 15% सम्म माथि, यानि कि लगभग 30% सम्म पनि उतार चढाव हुन सक्छ। जस्तै इक्जाम्पलको लागि मानौ तपाईसँग कुनै एउटा सेयर छ जसको मूल्य 1000 रुपैयाँ छ र त्यो सेयरको प्राइस घटेर 850 सम्म पनि पुग्न सक्छ र बढेर 1150 सम्म पनि पुग्न सक्छ। यो नियमले मार्केटमा धेरै अस्थिरता आउने, भोलाटिलिटी बढ्ने धेरैले आकलन गरेका छन्। यो 15% को सर्किट ब्रेकरको नियम राम्रो हो कि हैन? तपाईको विचार तल कमेन्टमा लेख्न नबिर्सिनुहोला।